हाई गाइस, आज चाहिँ हाम्रो यहाँबाट स्टार्ट भएको। नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। तपाईं हजुरहरूले त चिन्नु भएको छैन होला। हामीलाई लाइक कमेन्ट गरेर सब्स्क्राइब गरेर साथ दिनु होला। युट्युब च्यानल हामीहरू चाहिँ भर्खर सुरु गर्दैछौँ अनि त्यहाँदेखि बाटोमा हामीहरू बिआर मल जाँदाखेरि फिनिस मल जाने भने थियौँ, फेरि बाटोमा चेन्ज भयो प्लान। बिआर मल जाने भन्दै गर्दाखेरि चाहिँ पानी परेर यस्तो भयो। त्यहाँदेखि फेरि हामीहरू बिआर मल पुग्यौँ। पुगेर जाँदैछौँ बुढिया र म। माथि त्यो लिफ्टमा चढेर जाँदैछौँ। यो चाहिँ म हिँडेको बेलामा बुढियाले पछाडिबाट रेकर्डिङ गरिदिँदै थियो। यस्तो छ, राम्रोसँगले रेकर्डिङ खासै चाहिँ भयो जस्तो लागेन। सल्लाह सुझाव दिनु होला। नयाँ नयाँ सुरु गरिँदैछ, कस्तो हुँदैछ कमेन्टमा भनिदिनु होला साथीभाइहरू। यो चाहिँ फ्रन्ट साइडपट्टि हो। हामीहरू घुम्दै घुम्दै जाँदै थियौँ। त्यति बेला मेरो बुढियाले यो फोन पक्रेको थियो अनि फोन पक्रेर खिचिदिएको। यो गाडी भनेको चाहिँ सजावटको लागि राखेको पुरानो गाडी हो। अनि हामीहरू यहाँनिर आई लभ बेङ्गलोर भनेर लेखेको ठाउँमा चाहिँ फोटो खिच्दैछौँ। फोटो खिचेर यस्तो सिनहरू हेर्दै हेर्दै यो कति राम्रो रहेछ भन्दै थियो बुढियाले। अनि यहाँ पनि खिचिदिनु पर्यो उसलाई। फोटो खिचिदिएँ। यहाँ फोटो खिचेँ 2-4टा। त्यस पछाडि फेरि म पनि गएर फोटो खिचेँ। आई लभ बेङ्गलोर भनेको जग्गामा फेरि मैले पनि फोटो खिचेँ। त्यहाँदेखि यो चाहिँ लोहाले बनाएको फुल हो, रुख हो। फुल जस्तो सजावटको लागि बनाएको। त्यहाँदेखि यो चाहिँ मान्छेले बेग बोकेको, यो पनि सजावटको लागि बनाएको छोरी मान्छेले। यहाँ पनि फोटो खिच्यौँ हामीहरूले। त्यस पछाडि हाम्रो चाहिँ खास प्लान थियो मणिपुरी सोपमा जाने भनेर। त्यही अब एकछिनमा हामीहरू मणिपुरी सोपमा जान्छौँ। नर्थ इस्ट सोपमा जान्छौँ। फोटो खिच्दैछौँ। यो फोटोहरू जम्मै खिचिसकेर बिआर मल घुमिसकेर खाजासाजा खाएर निस्केर चाहिँ त्यहाँदेखि यता चाहिँ पानी परिरहेको थियो, फेरि उता चाहिँ पानी परेको रहेन। त्यही भएर हामी बाहिर पनि डुल्नु पाइयो। पानी नपर्नाले गर्दाखेरि बाहिर डुल्लियो। बजार पुगेर सबैभन्दा पहिला तामुलबाट स्टार्ट गऱ्यौँ। तामुल खायौँ एउटा त्यहाँबाट चाहिँ
हेर्नु थाल्यौँ। यसमा चाहिँ अलिकति स्पिड गरेको किनभने टाइम बढी हुन्छ भनेर चाहिँ मैले स्पिड गर्दैछु। यही रुममा सुकेको माछाहरू जम्मै पाउँदो रहेछ। अनि यो नुडल्स स्मेल खोकीहरू यो चाहिँ यतिकै राखेको अरे जस्तोको देखेर अनि मैले त्यो मान्छेलाई यतिको सोधेर कमेडी गरेको। यहाँ चाहिँ बेच्दैन, पाउँदैन। यो अगाडि हरेक खोर्सानीहरू पनि पाउँछ, यहाँनिर सुकेको माछाहरू पनि पाउँछ। अनि यो चाहिँ कोरियन नुडल्स हो, 3x 4x 2x। अब जति धेरै किलो चाहियो त्यति नै अब बढी नम्बर जाँदो रहेछ। यो चाहिँ सुकेको सुँगुरको मासु अनि यो चाहिँ सुकेको माछा। 800 रुपियाँ केजीले पाउँदो रहेछ। सुकेको भन्नाले गाउँमा आगोमा पोलेर चाहिँ उयो गरेको माछा हो, स्मोक पोर्क। पोलेको सुँगुरको मासु अनि पोलेको माछाहरू, पोलेर सुकाएको माछाहरू। यो चाहिँ रातो आलु, पहाडतिर पाउँछ। यो टिमुर भन्छ हाम्रो नेपालीले चाहिँ, नेपालमा चाहिँ टिमुर भन्छ, यहाँ चाहिँ के भन्छ टिमुर हो। त्यहाँदेखि यो चाहिँ उहाँ देशी चामल, गाउँको गम धान भन्छ, अपुङ धान भन्छ, कालो चामल भन्छ। यो सबै रोपेर उयो गरेको धान हो। अनि सपिङ पनि हाम्रो भइसक्यो। यो चाहिँ यो नम्बरमा कन्ट्याक्टहरू गर्नुभयो भने चाहिँ तपाईँहरूले होम डेलिभरी पनि पाउनुहुन्छ र गएर पनि सपिङ गर्न सक्नुहुन्छ। महादेवपुरा, महेश्वरी नगर महादेवपुरामा हो, बेङ्गलोर 48 मा यो सपिङ मल चाहिँ छ। सपिङ मल होइन, सानो नोटिस सप हो। त्यहाँदेखि हामीले लिएको चाहिँ यति सामानहरू हामीले फाइनली घरमा आइपुग्यो। हाम्रो ब्लग कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला गाइस। आजको ब्लग चाहिँ अब यतिमै। यो सिन्जु हो, अचार भन्दा अब नेपालमा हामी चटपटी खान्छौँ नि, त्यस्तै चटपटी जस्तै हो। पिरो हुँदो रहेछ, एकदम बढी पिरो।